नमस्ते सम्पूर्णमा। यो भिडियो हेरिराख्दाखेरि साँच्चै नै जो कोहीको मन रुन्छ एकैछिन यो भिडियो हेर्नुस् त। परको देश परदेश त्यत्तिकै परदेश भनिएको होइन। परदेशमा यस्तै दुःखहरू भोग्दै आफ्नो जीवनलाई अगाडि बढाउनुपर्छ। एउटा प्लास्टिकमा दाल, कागजमा भात राखेर कति वर्षसम्म खानुपर्छ। यो हेर्दाखेरि यो भिडियो खिच्नको लागि बनाइएको जस्तो देखिन्छ होला, तर म चाहिँ यथार्थमा त्यही भोगेर आएकोले गर्दा हो यस्तै गरी खानुपर्छ। परदेशमा न खानालाई समय हुन्छ, न बस्नलाई समय हुन्छ, न खाना बनाउनलाई समय हुन्छ। यति मेहनत गरेर बल्ल आफ्नो घर परिवार आफन्तहरूलाई खुसी पार्नुपर्छ। हो, म पनि यही दिनहरू बिताएर आएको 8 वर्षसम्म अर्काको भुइँमा यस्तै प्लास्टिकमा दाल पोको पारेर एउटा कागजमा भात बोकेर खाएर आएको हो। अहिले हेर्दाखेरि चाहिँ यो भिडियो एउटा खिच्नको लागि बनाइएको हो अथवा यो साह्रै दर्दनाक छ जस्तो देखिन्छ नि, तर होइन। विदेशीहरूले भोग्ने प्रत्येक दिन यस्तै हो। हामीलाई यहाँ नेपालीहरूलाई मात्र हो टक्क वरिपरि सजिएका झर्काका थालमा वरिपरि कचौरा राखेर 84 व्यञ्जनहरू बनाएर खानुपर्ने, तर परदेशमा दुःख गर्न गएकाहरूलाई खाने यही हो। एउटा दाल, एउटा भाग्यले बनाउन सक्यो भने एउटा तरकारी र भात मुछेर खाँदा पनि त्यतिखेर कति आनन्द, कति मिठो आउँछ। तर यहाँ नेपालमा बस्नेहरू, नेपालमा रहनेहरूले चाहिँ परदेशमा साँच्चीकै रुखमै पैसा फल्छ जस्तो सोच्नु भएको हुन्छ नि। परदेशमा पनि बोटमा पैसा फल्दैन, त्यहाँ पनि मेहनत गर्नुपर्छ। मेहनत गर्नको लागि पनि यहाँ जति समय नेपालमा हुन्छ त्यहाँनिर समय हुँदैन। आफ्नो काम सकेर ड्युटी सकेर रुममा फर्किसकेपछि कतिखेर जिउलाई आराम दिउँ, कतिखेर जिउलाई सफा गरौँ, कतिखेर कपडा धुँ भन्दै समय गएको थाहा हुँदैन। त्यसैले यो देखिराख्नु भएको छ उहाँले त कसरी खानुभयो, कसरी ल्याउनुहुन्छ। तर यस्तो पनि प्याकिङ अघिल्लो दिन राति नै गरेर भोलिपल्ट बिहानको लागि पनि अघिल्लै दिन सब्जीहरू प्याकिङ गरेर चाहिँ बोकेर गएर पनि खानुपर्छ। परदेशमा साँच्चीकै बोटमा पैसा छैन। परदेशमा मेहनत धेरै गर्नुपर्छ, बल्ल त्यहाँनिर पैसा छ। तर नेपालमा चाहिँ अब अहिले परिस्थिति यस्तो भइसकेको छ कि नेपालमा बसेर पनि केही गरौँ, केही गरेर खाउँ भन्ने परिस्थिति छैन। अहिले जो चाहिँ नेताहरूको झोला बोक्छ, नेताहरूको पछि लाग्छ, उसलाई 4 गाँस सजिलैसँग मुफ्तको खाना मिलेको छ। नभएदेखि जो हामी केही गर्छौँ नि त, केही देशमै गरौँ, गरेर खाउँ भन्नेको लागि देशमा केही पनि छैन। केही तपाईँले गर्न खोज्नुभयो भनेदेखि टोलका छोटे राजाहरूदेखि लिएर सिंहदरबारका ठुला राजाहरूसम्मलाई पुर्याउन सक्यो भनेदेखि बल्ल तपाईँले केही गरी खान सक्नुहुन्छ। यदि तपाईँले आफ्नो पेट र आफ्नो परिवारको लागि केही गर्छु, आफै केही मेहनत गर्छु भनेर गरी खान लाग्नुभयो भनेदेखि तपाईँका ती टोले गुन्डाहरू र छोटे राजाहरूले तपाईँलाई गरी खान दिँदैनन्, त्यहाँबाट उठी बास लगाउँछन्। यस्ता उदाहरणहरू अहिले धेरै छन्। र अर्काको देशमा जसरी हुन्छ हामी परदेशमा गएर काम गर्नै छ, काम गरेर दुःख गर्नै छ, आफ्ना घर परिवारहरूलाई छोडेर आफ्ना घर परिवारहरूको सुखको लागि यसरी प्लास्टिकमा पोको पारेको दाल र कागजमा पोको पारेको भात कति वर्षसम्म खानै पर्ने छ। यो भिडियो हेर्दा जति पीडा लाग्छ नि आफूले नि, म चाहिँ आफू भोगेर आएको भएकोले मलाई चाहिँ खासै पीडा लाग्दैन, किनकि हाम्रो नेपालीको कर्म नै यही हो। तपाईँलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। हस्त जय नेपाल।